वेलकम ब्याक टु कोरियन ल्याङ्ग्वेज च्यानल। नमस्कार छ सम्पूर्णलाई। आजको भिडियो चाहिँ सायद प्रोग्राम किप लेभल 3 को च्याप्टर 6 को वर्णन लिएर आएको छु। यदि युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर लाइक कमेन्ट पनि गरिदिनु होला। सपोर्ट गर्दै हुनुहुन्छ भने सपोर्ट गरिदिने छु, सपोर्ट गर्दै होला। अनि विशेष गरी कोरियन भाषा पढ्न चाहने साथीहरूको लागि र भिसा चेन्ज गर्न चाहने साथीहरूको लागि एकदमै आवश्यक पर्ने इम्पोर्टेन्ट भिडियो मैले बनाउन गइरहेको छु। तपाईँहरूले सायद हेल्पफुल हुन्छ होला भन्ने आशा पनि गरेको छु। अब हामी पाठ सुरु गरौँ। च्याप्टर 6 किप लेभल 3 को च्याप्टर 6 को पाठको शीर्षक चाहिँ के छ भने आवासीय वातावरण भनेको छ। युक्वा छुग वान्ग्याङ भनेको आवासीय वातावरण सम्बन्धी छ। फिदुङ भनेको निष्क्रिय, ख्वाग भनेको विगत अथवा भूतकाल भन्ने अर्थमा, म्याङदाङ राम्रो ठाउँ, थोक्चिङ विशेषता, फिल्डिङ सुप भनेको भवनहरूको जङ्गल भनेको भवन धेरै हुनुलाई फिल्डिङ सुप भनिन्छ। फिल्डिङ सुप वनको जङ्गल भने सुप भनेको जङ्गल हो। त्यसैले अब बिल्डिङहरूको घना बिल्डिङ धेरै हुनु भन्ने अर्थमा है। त्यसै गरी छ आन्जनहादा सुरक्षित हुनु, सानप थान्जे औद्योगिक क्षेत्र, सोमी सिमहादा हल्ला कडा हुनु, कोङ्गेगा थाखादा हावामा बाक्लो धुलो हुनु है, मिसेमन्जी भने जस्तै। त्यसै गरी सान्छेरोगा इत्ता भनेको छ पैदल हिँड्ने बाटो हुनु। सान्छेक भनेको पैदल हिँड्नु, रो भनेको बाटो, इत्ता भनेको हुनु पैदल हिँड्ने बाटो हुनु। खरेगा केको थादा बाटो सफा हुनु। खरी भनेको बाटो, केको थादा सफा हुनु है त भिडियो गर्छु म। त्यसै गरी खरस खङ्वाने खाल्सो इत्ता भनेको हिँडेर पार्कमा जान सक्नु। मुन्हा सिसरी मान्था भनेको संस्कृतिको सुविधा धेरै हुनु, धेरै खालको सुविधाहरू संस्कृति सम्बन्धी विभिन्न पहिलादेखिको संस्कृतिहरूको कोरियाको संस्कृति सम्बन्धीको सुविधाहरू हेर्न मिल्ने, आफूले चलाउन पनि मिल्ने, फोटो खिच्न मिल्नेहरू हुन्छन्, त्यही भन्नु खोज्छ। नोनफात खेतबारी, नोन भनेको खेत भयो, पानी लाउने धान रोप्ने जस्तै अथवा मिनाइ रोप्ने, फात भनेको चाहिँ सुक्खा बारी है त, जुन कोपीसोपी रोप्नेहरू त्यस्तैलाई फात भन्छ। ख्वासुवान बगैँचा, फिनिल हाउस प्लास्टिकको घर अथवा टनल, यो जुन हिउँदमा हिउँ नपरोस्, गर्मीमा घामले नटडोस्, सुक्खा नहोस् अथवा पानीले नकुल्चोस् भनेर चाहिँ जुन प्लास्टिकको फिनिल हाउस बनाएको हुन्छ त्यसलाई फिनिल हाउस भने हो। हान्जक खादा शान्त हुनु, खोङ्गेका माग्ता हावा सफा हुनु, छिकचप नङसारुल सित्ता आफै खेती गर्नु, हाछनी हुरुदा अनि खोला बहनु। त्यसै गरी अर्को पेजमा जाउँ। अर्को पेजमा छ ख्याङचेगा छोत्ता दृश्य राम्रो हुनु, चियक भनेको क्षेत्र, फिमेङ सोरी भनेको चिच्चाएको आवाज, फमिन अपराधी, नोरिथ बच्चा खेल्ने ठाउँ, अच्छबोदा भनेको त सोधी हेर्नु, छेयुक सेन्थ खेलकुद केन्द्र, छङमुन र थेमुन भनेको मुख्य गेट, दुईवटा गेट प्रवेशद्वार भन्ने हुन्छ, फुङ्ग्याङवा परिदृश्य, फुङ्ग्याङ भनेको दृश्य, छेगोगुप भनेको सर्वोत्कृष्ट एकदम बेस्ट भन्नेमा, छायन भन्ग्याङ प्राकृतिक दृश्य, सिल्क रोड अथवा रेशमी रोड, पहिला जुन चाइनाले सिल्क रेशमलाई निर्यात गर्दाखेरि जुन पूर्व पश्चिम युरोपतिर, दक्षिण एसिया सबैतिर फिजाएको थियो। अहिले त्यसैलाई नै बेल्ट रोड भनेर चाहिँ पृथ्वी गरिरहेको छ। हेन्जाङ कार्यक्षेत्र, येन्नाल नाल भए तापनि झन् येन्नाल हुन्छ है त, मुनि फाचिम स झुन्डेर आइले गर्दा पहाडीबाट नआएमा मुनि झुन्डेको सको उच्चारण पनि न भएर जान्छ है, येन्नाल हुन्छ विगतमा। खन्चोकमुल वास्तुकला,
यो पनि खन्छुङमुल भन्ने चलन हुन्छ तर खन्छुकमुले भन्दा पनि के फरक पर्दैन तर उच्चारण प्योर उच्चारण चाहिँ खन्छुङमुल भन्छ मुनि ग झुन्डेर आएला गर्दा पछाडि एउटा म आयो भने गको उच्चारण ङ भएर जान्छ खन्छुङमुल यसरी जान्छ त्यसै अर्कोमा छ खान्जक खादा भण्डारण गर्नु अथवा राख्नु फ्याङ्जी समतल फ्याल्छ जिदा भनेको फैलिनु है त त्यसै गरी अर्को पेजमा जाउँ अर्को पेजमा छ अन्धक डिस्को अथवा सानो भिरालो जमिन इल्जाङ तालिका खन्जोहादा सुक्खा हुनु फोहाम्देदा समावेश हुनु अथवा समावेश गर्नु यम्सो बाख्रा छिरिजक भौगोलिक रूपमा फिग्योहादा तुलना गर्नु म्याङदाङ प्रसिद्ध ठाउँ अथवा रमणीय ठाउँ नोङछोन ग्रामीण खारेप्ता चिलाउनु एलर्जी हुनु भन्नु खोज्छ इसाहादा बसाइ सर्नु छन्दारादा वितरण गर्नु खुङ्गुमहादा जिज्ञासा हुनु सिगोल गाउँ छेउसेन्थ व्यायाम केन्द्र फोक्चा फादा बेडवार हुनु अथवा जटिल हुनु सन्थेक खादा चयन गर्नु यहेङ्जी यात्रा गन्तव्य अथवा यात्रा क्षेत्र भ्रमण गर्ने ठाउँ भनौँ न खल्लाम हादा अवलोकन गर्नु खोगेङ हादाकै फिजितन माल हो है यस्तै अर्थ सेम अर्थ इसाछिप सेन्थ बसाइ सर्दा सामान ओसार पसार गर्ने केन्द्र अफिस हुन्छ जुन मोबाइल क्रेन हुन्छ क्रेन गाडी हुन्छ गाडीमै क्रेन जोडिएको त्यसले चाहिँ सामान ओसार्ने अनि अग्लो अग्लो बिल्डिङमा चाहिँ अब बोकेर सम्भव हुँदैन कुनै लिफ्टमा अड्दैन त्यो चाहिँ झ्यालबाट छिराउनु पर्ने हुन्छ बाहिरबाट अनि त्यो चाहिँ यहाँ क्रेनबाट उठाएर क्रेनले सरसर गर्ने हुन्छ त्यसको लागि सुविधा दिएको जुन एउटा सेन्टरै हुन्छ इसाछिप सेन्टर त्यसले सामान ओसार पसान गर्ने माथि लगिदिने मिलाइदिने काम गर्छ तर एकदम महँगो पर्छ त्यो चाहिँ फेरि है थानफुङ शरतमा पात पहेँलो हुनु खोग्याङ आधा अवलोकन गर्नु फेल्ली आधा सहज हुनु अर्को पेजमा जाउँ छन्थोङ भनेको परम्परागत इन्गी लोकप्रिय अथवा प्रसिद्ध हुनु खासनथोरो प्रमुख रोड खोसोकथोरो हाइवे रोड भन्ने जस्तै खासनथोरो प्रमुख रोड थोङ्वाहादा पार गर्नु छेबेहादा खेती गर्नु अथवा उत्पादन गर्नु सल्सीहादा स्थापना गर्नु अथवा जोडान गर्नु फाङह्याङ दिशा डाइरेक्सन हुनुहुन्छ थेपेहादा प्रतिनिधि गर्नु फुलगरी पर्यटकीय स्थल उहिरोहादा भनेको आराम गर्नु सान्त्वना दिनु दुईटै अर्थ आउँछ सेन्टेन्स अनुसार सोङब्यरे विदाई पार्टी थोङहोहे क्लब समूह खुफादा हतार हुनु खेवेक योजना छोयोङहादा शान्त हुनु नुकिदा महसुस गर्नु हेङबोकहादा खुसी हुनु खेल्जङहादा निर्णय गर्नु ओयम प्रदूषण छायान हन्ग्यङी छोत्ता भनेको प्राकृतिक वातावरण राम्रो हुनु छायान भनेको प्राकृतिक हन्ग्यङ भनेको वातावरण र छोत्ता भनेको राम्रो हुनु तिनवटा जोडेर एकै ठाउँ आएको छ युम्याङ प्रसिद्ध अथवा लोकप्रिय खेजलमादा प्रत्येक ऋतु अनुसार भनेको खेजल भनेको ऋतु मादा भनेको हरेक ऋतुमा भन्नु खोजेको नाजुङे पछि अर्को पेजमा जाउँ हामी थोरै रहेछ उइछि स्थान अथवा ठाउँ स्थित भन्नुहुन्छ नामचोक दक्षिणतिर हाक्कुन स्कुल परिसर छुगा थप ह्याङहादोरोक भनेको जुकाफ हुने गरी भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद जाँदै सपोर्ट गर्नुभएको छैन सपोर्ट गरिदिनु अनुरोध गर्दछु भोलि अर्को पेज हेरौँला आजलाई म बिदा लिन चाहन्छु थ्याङ्क यू फर वाचिङ